मन्त्रीको शपथ लिएपछि बालनले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गर्नेछन्। उनले औपचारिक रूपमा नै देशको बाल छन्, किनभने वेस्ट मिनिस्ट्रियल सिस्टममा प्रधानमन्त्री कार्यकारी हुन्छन् र उनको निर्णय नै अन्तिम हुन्छ। तर दलीय व्यवस्थामा प्रधानमन्त्रीले जसलाई चाह्यो उसैलाई मन्त्री नियुक्त गर्न भने सोचे जति सहज हुँदैन, किनभने सम्बन्धित पार्टीले मन्त्री नियुक्तिका लागि प्रधानमन्त्रीलाई सिफारिस गर्न सक्छ। त्यस्तो अवस्थामा पार्टीको निर्णय अवज्ञा गर्ने सुविधा प्रधानमन्त्रीलाई नरहन सक्छ। Extreme Energy Drink। अहिले एउटै पार्टीको सरकार बन्ने भएकाले बालनले आफूले चाहेका व्यक्तिहरूलाई मन्त्री नियुक्त गर्न असहज त हुँदैन, तर सभापति सहित पार्टीका शीर्ष नेताहरूको सहमति भने लिनुपर्ने हुन्छ। यो सामान्य विषय नै भयो। नयाँ सरकार गठन प्रक्रिया सुरु भएपछि बालन प्रधानमन्त्री बन्नेछन्। उनले प्रधानमन्त्रीको शपथ लिनेछन्। उनकै सिफारिसमा मन्त्रीहरू नियुक्त हुनेछन्। मन्त्रीमण्डल विस्तार हुनेछ। बालनले कसलाई मन्त्री बनाउलान्, कुन नेताले कुन मन्त्रालय पाउलान्, चोक चोकमा छलफल हुन थालेको छ। कतिपयले त फलानु मन्त्रालय सम्हाल्ने नेता नै छैनन् भन्ने जस्ता टिप्पणी गरिरहेका छन्। रासपाका नेताहरूले भन्ने गरेका छन् पार्टीमा एकसाएक नेताहरू छन् जो मन्त्री बनेर मन्त्रालय सम्हाल्न सक्षम छन्। विषयगत विज्ञता र दक्षता भएका नेताहरू रासपामा थुप्रै छन्। युवा जोश र विज्ञताको हिसाबले भरिपूर्ण नेताहरू रहेकाले अरू दलका नेता र विश्लेषकहरूले सम्झाउनु पर्ने अवस्था नरहेको रासपाका नेताहरूले सार्वजनिक रूपमा नै बताउन थालेका छन्।